गायिका कला लम्सालले एलिना चौहानलाई छुटेको प्रेम किन्न सक्छौ भन्दै प्रश्न गरेपछि गायिका एलिनाले फर्काइन् 3 दिन ज्वरो आउने जवाब। उहाँलाई म एउटा प्रश्न गर्न चाहन्छु, तपाईको छुटेको प्रेम किन्न सक्नुहुन्छ? बहिनीलाई म प्रश्न गर्न चाहन्छु भनेपछि त अनि दिदीलाई पनि त म उत्तर दिनु पर्यो नि त हैन। छुटेको प्रेम हैन, छोडेको श्रीमान, म आफैले छोडेको श्रीमान फ्रीमा दिए पनि चाहिँदैन। उल्टै तपाईले मलाई पैसा दिएर लौ चाहिन्छ तिमीलाई भन्नुभयो भने उल्टै पैसा दिएर पनि मलाई चाहिँदैन। दर्शकबिन पछिल्ला दिनमा चलिरहेको गायिका एलिना चौहान र गायिका कला लम्सालको विवाद अझै लम्बिँदै गएको छ। एउटा अन्तर्वार्तामा कला लम्सालले एलिनालाई किड्नी किनेर पाइने चिज होइन, बरु तिमीले छुटेको प्रेम किन्न सक्छौ भन्दै प्रश्न गरेपछि एलिनाले मुखतोड जवाफ फर्काएकी छन्। उनले आफूले छोडेको श्रीमान फ्रीमा त के पैसा सहित फिर्ता गरे पनि आफूलाई नचाहिने स्पष्ट जवाफ फर्काएकी छन्। केही दिन पहिला किडनीको किनबेचको कुरो अहिले उनका पूर्व श्रीमानको किनबेचसम्म पुगेको भन्दै यति बेला दर्शकले मजा उठाइरहेका छन्। खैर जे होस्, दुवैजना गायिकाहरू देशका गहना हुन्। यसरी एकअर्कामा आरोप प्रत्यारोप गर्नुभन्दा दुवैजना मिलेर अगाडि बढ्दा दुवैको भलो हुने हाम्रो बुझाइ छ। भाइरल गायक तथा सारङ्गी वादक कलौटे गन्धर्वको निधन। दर्शकबिन अत्यन्तै दुःखद खबर। दाङ जिल्लामा जन्मिएर सारङ्गी सङ्गीतमा जीवन अर्पण गर्नुभएका कलौटे गन्धर्वको गए राति असामयिक दुःखद निधन भएको छ। केही दिनदेखि अस्पतालमा उपचाररत गन्धर्वको गए राति निधन भएको परिवार स्रोतले जनाएको छ। उनले सारङ्गी सँगसँगै जोडी परेवा, उड्यो मालचरा, धादिङ गजुरी जस्ता चर्चित एल्बममा समेत आफ्नो आवाज भरेका छन्। परिवारमा छोरा र श्रीमती सहित सबैजना सङ्गीतमा रमाउँदै आइरहेका थिए। छोरा विराज गन्धर्वले केही दिन पहिले मात्रै विवाह बन्धनमा बाँधिएका थिए। विवाहको खुसी पूरा हुन नपाउँदै उनलाई पितृशोक परेको छ। शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्, साथै आदरणीय कलौटे गन्धर्वप्रति हार्दिक श्रद्धाञ्जली।